जस्तै सेल्स बिल फिनफ्रोमा हामी कसरी इन्ट्री गर्ने भन्दाखेरि यहाँ चाहिँ इन्ट्री छ, इन्ट्रीमा क्लिक गर्नु होला। यहाँ सेल छ, सेल्समा क्लिक गर्नु होला। यहाँ बिल छ, बिलमा क्लिक गर्नु होला। यहाँ न्यू छ, न्यूमा गएर क्लिक गर्नु होला। त्यसपछि तपाईँको डेट अटोमेटिक आउँछ 2082 12 आज चाहिँ 24 गते हो। त्यसपछि यहाँ क्यास हो कि क्रेडिट हो त्यो सिलेक्ट गर्नु होला। त्यसपछि अब कुन पार्टीको भ्याट बिल हो, वुड एन्ड ग्रेनको हो। वुड एन्ड ग्रेन इन्टेरियरको नाममा भ्याट बिल काट्दैछु। इन्टर 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 इन्टर। अब आइटम चाहिँ फर्माइका रहेछ, डेकोरेटिभ लेमिनेट सिट 0.65 mm को फर्माइका रहेछ। अब यहाँ आइटम सेलेक्ट गरिदिनु होला। त्यसपछि क्वान्टिटीमा कति पिस छ भन्दाखेरि 150 पिस छ। रेट भनेको कति छ भन्दाखेरि टोटल 1,05,000 डिभाइड 1.13 डिभाइड 150 पिस इक्वल टु 620 रुपियाँ। टोटल भ्याट बिल कति भयो 1,05,090 रुपियाँको भ्याट बिल भयो। इन्टर 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 गरिदिनु होला। इन्टर इन्टर त्यसपछि ओके, इन्टर त्यसपछि ओके ओके त्यसपछि इन्टर, त्यसपछि प्रिन्ट 2 कपी छ भने यसरी प्रिन्ट गरिदिनु होला। फिनफ्रोमा हामी यसरी सेल्स भ्याट बिल काट्न सक्छौँ। हस् त, धन्यवाद।